श्रावणी यता आउनुहोस् त एक गिलास ल्याउँ त खाउँ र्याक भइरहेछ मोरा पैसा हुँदा अन्डै खान्छस् पैसा नहुँदा यहाँ पैसा छ कि छैन म ग्राहक तपाईँ पसले किन पैसा चाहियो नाम मेरो बिरु मातेर जाने जाँड रक्सी खाएँ पैसा तिरौँ या नतिरौँ मेरो कुरा बुझ्नुहोस् मामालाई चेकिङमा बोलाएको छु टेबल मुनि लुक्नुहोस् मामा आउनु भएदेखि छिटो खाएर गइहाल नत्र मामाले लाइदेला चिसो छेडीमा गनाउने गोराको जाम धन्यवाद श्रावणी श्रावणी यो बिरु होइन्जेल नडराउनु मामा आउँदैछ छिटो गिलास भराउनु ए श्रावणी छिटो रक्सी चाहियो लोकल भने लोकलै हो नि साह्रै राम्री हो बान परेकी सुत्यो छिटो खाएर जा पैसा चाहिँदैन लोकल भने लोकल हो ए सितन बिना खानु त गाह्रो श्रावणी सितन छैन छैन सितानको लागि त चाहियो नि यसो दुई चार केटो भटमास फ्रीमा खानु पाइँदैन छैन खतरनाक छ श्रावणी श्रावणी म कुन चाहिँ भटी पसल कस्तो गर्ने एकछिन शीतलमा बस्नु पर्यो ए लक्ष्मण अरे अम्बिका कहाँ पुगेर आयो यतै शीतलमा बसौँ भनेको गर्मी लिएर थियो बिरुदाईको जिन्दगी जान रक्सीमै जाने हो हुन पनि हो मैले नबुझेको हो कि मान्छे जाँड रक्सी खायो भन्छन् मेरो विचारमा जाँड रक्सीले हामीलाई खाँदैछ यो कुरा किन बुझ्दैनन् म चाहिँ जीवनभरि जान रक्सी नखाने विचार गरेको छु जाँड रक्सी खानै नहुने चाहिँ होइन यसो मिलाएर खायो भने औषधि पनि हुन्छ मह धेरै खायो भने महले हामीलाई पनि खान्छ ठिक भन्यो अम्बिका मानिसको जिन्दगी भनेको सर्वश्रेष्ठ प्राणीभित्र पर्छ यो चोलालाई यसै खेर फाल्नु भनेको पशु सरहको जिन्दगी जिउनु हो ल जाउँ हिँड लक्ष्मण अब त शीतल पनि फर्क्यो कति बस्ने हुन्छ जाउँ म आगो कसैले मलाई सुन्न सक्दैन साला मन्त्रीहरू जनताको रगत जस्तो लाज लाग्दैन अब म जडै पार्टी खोल्छु आउने चुनावमा भारी मतले विजय हुन्छु र मन्त्री बन्छु अनि यस्तो बाटो घाटो खाने पानी ल्याउँछु यस्तो पिचबाट जडै जाडले पिच गरे पछाडि म लिएको होइन जमिन ल्या हो म अहिले लडेँ भने तिमीहरू जस्तो नेताको 3 लाख 14 भुवन बल्ने गरी तिमीहरूलाई बिजुली बत्ती बाल्छ क्या कुरो अहिले म लडी मात्रै हेरौँ ओइ कसले मलाई ठेल्यो कोही छ ऊ आयो एकछिन यहाँ बस्नु पर्यो हामी नेपाली विश्वकै जलस्रोतको धनी देश हो जहाँ पानीको अभावै अभाव छ विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश जहाँ पर्यटकको कमी छ हाम्रो देशको नीति नियमै यस्तै छ यति बेला त आउने टाइम पनि भइसक्यो अझै पनि आएको छैन आज पनि कसको भर्ती हिप्ताएर आउने होला नि अब यो मान्छेलाई कहिले पनि सुधार्न सकेन कहिलेकाहीँ त दिक्क लागेर आउँछ
के पो भाउजू किन एक्लै खतरा हुनुहुन्छ बाटोमा दाइलाई कुकुरले समेत जल छर्किदिइसक्यो बिरु दाइ पनि एक नम्बरको जडियै भइसक्यो ठिक भन्यो भाइ देखेपछि ल्याउनु पर्दैन त जरेर ल्याउने भटियाहरू चाहिँ कहाँ पुगेछन् त दुङ चाहिँ जाँड गनाइरहेछ तपाईँ धन्दा नमान्नुहोस् म लिएर आउँछु कुनै दिन म जडिया भएको बेला मलाई घर पुगाएको थाहा छ भाउजू ल भाउजू अन्त के देख्नु पर्यो एउटा जरियाले अर्को जरियाको गुणगान गरेको सुन्नु पर्यो ओए कोही छ मलाई चिनेछ बिरु दाइ के हो हाल तेरो बाउ मेरो काका भन्नु के हाल मलाई हेर्नु न त भाउजू घर आइस मलाई हेर्नु न के दिउँसै जाँड खाएर कुरो नगर है मसँग ठुलो कुरो मलाई मन पर्दैन बाङ्गोटीको कुरो नगर दाल भात फाइट पर्छ बढी के हो धेरै झ्याप हो क्या दाइ झ्यापको कुरो गर्छस् मेरो प्यास मेटाउने त तेरो गोजीमा पो रहेछ त मेरो छनमा पो सुतो रहेछ मेरो भाइ गोल्छे त मेरो भाइ गोल्छे तँलाई मैले कहाँ खोजिनँ होला तेरो यारले मलाई सुताइरह्यो त तेरो मेरो जिन्दगीमा सुखेन लाए जस्तै भयो उता पनि मेरो छनमा सुत्नु बुवा रिस राम्रो हेरेर मलाई खुट्टा बोलाउन सक्छ बाजे मलाई भन्दा तँलाई माट्यो के हो सबै केटा अरू मलाई छोरी कतै नजा है जान्न कस्तो माया लाग्छ तिम्रो तिम्रो आमा मेरो आमा तिम्रो बुढी मेरो बुढी मेरो जीवन साथी भनेको रक्सी हो जो लान्छ सधैँ सबै तेरो भयो रामा राज्य गर कस्तो माया लाग्छ बिरु बुहारी सम्झेर मलाई खुट्टा बोकाउन सक्छ ओहो दिदी नमस्कार नमस्ते कहाँ पुगेर आयो नि ए म यति तलतिर पुगेर आएको त्यही त हो नि सामाजिक अभियान साँच्ची बिरु दाइको हालखबर के छ कुरा गरी साध्यै छैन मेरो बुढा जति बिजी यहाँ को छ र बिरु दाइ किन त्यस्तो हुनुभएको होला पहिला त जाडक्सीको नामै लिनुहुन्न थियो छ नि कहिले नै नछुट्ने हल गोल्छे उनीहरू दुई भेटेपछि भट्टी नै रित्ताउँछन् खोइ बिरु दाइलाई कसरी छुटाउनु हो धेरै गरे झाङ्ग्रीकोमा गइनँ कि वैद्यकोमा गइनँ कि सबै उपचार गरिसके सुधार केन्द्रमा पनि राखेँ पैसा मात्रै सके बिरु दाइ त त्यत्रो पढाइ भएको मान्छे जाडक्सी हामीले होइन जाडक्सीले बरु हामीलाई खान्छ खै बहिनी कुकुरको पुच्छर कहिल्यै सिधा हुँदैन कता पुगेर आउनुभयो नि दाइ कता हुनु नि बहिनी कामसाम छैन खायो ढिलो हल्दी हुनु यस्तै राम्रो हो नि ज्वाइँ साहब विदेशमा पैसा टन्नै पठाउनुहुन्छ होला है जे होस् घर खर्च चल्छ आफू त बुढीको कमाइ खानुपर्छ म पनि विदेश जाउँ कि क्या हो हुन्छ दाइ नेपालमा काम छैन ल बहिनी भेट्दै गरौँ अहिले सही कुरो गरिस् तेरो बुढी नै मेरो बुढी हो है बाढी चोरी खानुपर्छ तर अहिले चाहिँ जाउँ ए बुढी बाहिर निस्कि भनेको झट्टै बाहिर निस्कि भने सुनिन बुढी घर आइपुगेन यसले ढोका बुढी हेर यो जरियाहरू कुकुरको मुख ढोकेर आएको मुखमा जे आयो त्यही बोल्ने छि 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 अरूको ज्यान जाओस् नजाओस् हाम्रो ज्यान भए तँलाई पुग्दैन ए गोल्स मेरो बुढीले सम्झाइसके तेरो बुढीलाई सम्झाइस् हेर बुढी तेरो बुढो गोल्छेले अरूको लागि थाहा छैन तेरो लागि ज्यान दिन्छ ज्यान थुक्का जरिया तँलाई आफ्नो बुढी र अर्काको बुढी पनि चिन्दैनस् मेरो बुढी अङ्गालो भनेर बिस्तारो पो के रे बुढा फेरि भन त
दोष है? हाँ? लु खा जँडियाहरू थाहा पायो होइन? आज जोडेहरू कब मरेछन्? पैसा कमिने भनेकै उनीहरूबाट हो। एक मानु रक्सीमा 5 मानु पानी मिसाए पनि हुन्थ्यो। आउँदैनन् कि क्या हो? कता मरेछन्? साउनी आरामै हुनुहुन्छ? ए आइज बोल्छे बस। आरामै छु भाइ। अरूको भन्दा पनि भाइहरूको कृपाले। अनि भाइहरू कुशल मङ्गल? साउनीले पनि के कुरा गर्नुभएको? आरामै कुशल नभए यहाँ कसरी आयौँ त? टाइममा यो गोल्छेले पनि सही कुरा गर्छ। म यो टिमकै पढाइ लेखाइ भएको 12 क्लास पढेको छु। 12 क्लास। ए भन्न गोल्छे त कति क्लास पढेछस्? टन्नै पढेको छु। माई नेम गोल्छे, यु नेम बिरु। पेटमा मुसा कुदेर छटपट्टिको गरौँ न अब सुरु। अब त झन् कुरा मिल्यो नि। आज त झन् भर्खरै ल्याएको आगो बल्छ आगो। लौ न, शुभ कार्यमा किन ढिला गर्ने? मलाई मनै पर्दैन। दाउरा चिसो छ, नत्र धुवा आउँछ। ल साउनी, श्री गणेश गरौँ न। हस्। अरू पनि आएको थिए। पहिला तिमीहरूबाटै उद्घाटन गरौँला भनेर कुरेर बसेको। डुबेर हेर्दा यसैमा मजा छ। साउनी शिवको प्रसाद ल्याउँ। ए मलाई चाहिँ भरि ल्याइदिने है साउनी। यसलाई सोझै लाउनु, निकै माटे छ तँलाई। साउनी तिमी त कति है बिरु म ठगाउँदिन ट्रक हो कि ओभर ल्याप गरौँ बरु बाहिर हल्ला गर्ने को? ए जो पनि हामी जस्तो कोही छैन। तैँले पाले हो यो? यो मेरो क्यान्सर बाबुको तैँ जस्तो अनुहार घरको परे। तैँ जस्तो अनुहार परे। मेरो जस्तो पऱ्यो कि तपाईँ तपाईँ भन्छस् त भन्। रेस्पेक्ट गर्छस्? तेरो जस्तो पऱ्यो। सरी सरी। यो पनि चाहिँ मलाई खबर त भयो क्या आँखै देख्न सक्दैन मलाई। साउनी साउनी मलाई धेरै सुत्न मिल्छ कि नै? केही सुत्छ। ओइ यहाँ त बाहिर बस्नु। यहाँ कुकुरले सु गरेर हिँड। कुकुरले मुटे भाग्दैछ। दिदी यो सुनसान ठाउँमा एक्लै बसेर के गर्नुभएको? के गर्नु र बहिनी, घरमा जहिले नै किचकिच। एकछिन भयो नि मन शान्त हुन्छ नि। घरमा बस्दा जडियाको व्यवहारले कहिलेकाहीँ त मरौँ जस्तो लाग्छ। तपाईँ जस्तो मान्छेले यस्तो अशुभ बोल्नुहुन्छ? बरु दाइलाई सम्झाएर अगाडि बढ्नुपर्छ दिदी। मैले के सोचेको थिएँ के भयो अहिले। आफै अलमलमा परेँ। सपना हो कि विपना हो? यसैलाई त जिन्दगी भनिन्छ नि। सुख दुःख आँसु हाँसो नै जिन्दगीका पाटाहरू हुन् दिदी। ठिक भन्यो बहिनी तिमीले। मेरो आँखा खोल्दै समस्यासँग भागेर होइन डटेर लड्नु पर्ने रहेछ। हो दिदी, तपाईँमा यही आत्मविश्वास चाहेको थिएँ। अब जाउँ। हुन्छ बहिनी, जाउँ। मेरो कस्तो भाग्य, कति अभागी रहेछ।
पैसा चाहिँ सबैको छ। अनि यो रानी साझा हो कि सम्झिँदैन रानी कसरी साझा हुन्छ? रानी एउटै मात्र हो। अनि त्यो होटलको साउनी रानी हो कि बुढी हो मैले सुटाउनै सकिनु। कहिले प्यान्ट लगाउँछ, कहिले कुर्ता सुरुवाल लगाउँछ। एकचोटि गएर सोध्ने हो कि? हेर यो चौरियाहरू, मेलम्चीको पानी ट्याङ्की कहाँ छ अत्तो पत्तै छैन। अब एकले एक अर्काको कान समाएर 20 चोटि उठबस गर्ने, नत्र भने जरियाहरूको बाउको बेदी खाउँछु म। अब गर्नु है। एक, दुई, तिन, चार, पाँच, छमा लाग्छ। बाजे उठ, चार होइन 7, 18को 8, 19को 9 भयो। 10। मेलम्चीको पानी भन्दा र घरको पानी नि कसो बोल्छ? घरको पानी भनेको खासा हो, खासा। ठिकै छ, मिठो भयो। यहाँ चाप्दै खासा हो भने खासा, त्यसले अन्तिमको राम्रो कुरो गरे। सच्ची खासा हो।